होइन भाइ तपाईँलाई कहिले पनि भनेको छु कि तपाईँको ओठ सानो त्यसरी तपाईँले ठुलो लिपस्टिक लगाएर तपाईँले सुहाउँछ त्यस्तै हुन्छ। मैले चाहिँ तँलाई कहिल्यै पनि भनेको छुइनँ कि तेरो यहाँनिर कालो लाउँदाखेरि कालो ठुलो गोलो लाउँदा तँलाई राम्रै देखिन्छ भनेर। मैले तपाईँलाई कहिले पनि भनेको छुइनँ कि तपाईँले तपाईँको गालामा यस्तो लाली ठुलो ठुलो लाउँदा राम्रै देखिन्छ भनेर। मैले तँलाई कहिले पनि भनेको छुइनँ कि यहाँनिर तेरो आँखाको माथि आइसाइड जस्तो रातो रातो लामो लामो ठुल्ठुलो लाउँदा राम्रै देखिन्छ। मैले तपाईँले कहिले पनि भनेको छु कि तपाईँले यस्तो जुङ्गा लाउँदा तपाईँले राम्रो देखिन्छ। मैले चाहिँ तँलाई कहिले पनि भनेको छैन तँलाई चाहिँ यहाँ यस्तोदेखि लिएर यस्तो त्यो जुङ्गा यस्तो यस्तो खालको जुङ्गाले राम्रै देखिन्छ भने। मैले तपाईँलाई कहिले पनि भनेको छु कि तपाईँले यस्तो यहाँ तिनवटा सेतो सेतो त्यो शिवजीको रेखा लाउँदा मलाई चाहिँ कति हाँसो देखेको। अहिले चाहिँ तँलाई कहिले पनि भनेको छैन तर यहाँ ममको ट्याटो लेख्दा राम्रो देखिन्छ भनेर। मैले तपाईँलाई कहिले पनि भनेको छु तपाईँले यस्तो यहाँ निधारमा रातो टिका लाउनु भनेर ठुलो। यो मैले तँलाई कहिले पनि भनेको छैन कि तँलाई यहाँ गालामा रातो रातो यो लाउँदाखेरि राम्रो देखिन्छ भनेर। मैले तपाईँलाई कहिले पनि भन्छु तपाईँले यस्तो यहाँ यति जुङ्गा लाउँदा राम्रो देखिन्छ नि। मैले तँलाई कहिले पनि भनेको छैन कि तँलाई यस्तो यहाँ नाकको ठुलो टिका लाउँदा राम्रो देखिन्छ भनेर। कहिले पनि भनेको कि तपाईँले यस्तोमा आँखामा ठुल्ठुलो कालो कालो उयो गाजर ठुलो ठुलो यस्तो भरि नै गरेर लाउँदा राम्रो देखिन्छ। तँलाई कहिले पनि भनेको छैन कि तेरो ओठ ठुल्ठुलो भएको त्योभन्दा ठुल्ठुलो लिपस्टिक लाउँदा तँलाई राम्रो देखिन्छ भनेर। तपाईँलाई कहिले पनि भनेको छैन तपाईँ लामो तपाईँले यस्तो नाकमा यहाँ कालो यस्तो ठिक्कको गोलो लाउँदा राम्रो देखिन्छ भनेर। मैले तँलाई कहिले पनि भनेको छैन कि तँलाई त्यो तेरो रातो रातो गालामा त यस्तो 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 यता यता त्यो क्याटको जुङ्गा जस्तो लाउँदा राम्रो देखिन्छ भनेर। मैले तपाईँलाई कहिले पनि भनेको छैन तपाईँको यो आइब्रो यस्तो ठुलो रातो यो लाउँदा राम्रो देखिन्छ भनेर। मैले तँलाई कहिले पनि भनेको छैन कि यो तेरो कपाल यस्तो यस्तो अलिक यस्तो हटाएर यहाँनिर सेतो 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 माताले जस्तो यस्तो त्यो भगवान्ले लाउने जस्तो लगायो भने राम्रो देख्छ भनेर। राम्रो देख्छ तँलाई राम्रो मुख हेर्नु न मुख हेर्न सक्नुहुन्छ हाम्रो फाइनल चाहिँ बुझ्ने बनाएको।